हेलो गाइज, गुड मर्निङ। म चाहिँ आज एउटा सानो थोरै छोटो मिठो भ्लग बनाउँदैछु। त्यही 4-5 मिनटको, माया गरिदिनु होला। त्यही त हो, धेरै कुरा त बोल्न आउँदैन। भ्लग गर्नलाई नि अब बल्ल बल्ल सिक्दैछु। ल, माया गरिदिनु होला, मेरो फुल भिडियोहरू हेरिदिनु होला। हेलो गुड मर्निङ। म चाहिँ आज गोठमा आएको होइन, मेरो छोटो मिठो भ्लग बन्दैछ। बाख्रा चराको अनि पानीहरू भर्ने क्रममा। गुड मे बाबाले तल्लाहरूलाई खानेकुरा दिँदैछ, दाना। Salah cirin. Apa पछि बस्छस्? 1 घण्टा जति बाख्रा चराउन जाँदैछु म। 1 घण्टा लौ न हो। त्यो छोरो बाइक देखेर तर्सिकै हाने रहेछ होला, हिँड्नै माने छैन। खुकुरी निकाल्नु पर्यो, घाँस काट्नु पर्यो। ओइ, सबै खाए, एउटा पात नसुतेको त। भाइयो बहनो, म तर्सिन यार। धेरै काट्नु पर्दैन, यो एउटा चाहिँ काट्दिन। ल बारेर खाऊ गाइज। है जा, थकाइ मार्नु जानु पऱ्यो। म चाहिँ एकछिन मजाले खान्छ होइन, मजाले खान्छ। अनि म चाहिँ थकाइ मार्नु जानु पऱ्यो। चट्टै चाहिँ सिङ्ला जाने गोरेटो बाटो है। पहिलो बाटो यहाँ बनाएको थियो, यहाँ तलबाट खोला हुँदाखेरि खोला उताउति गयो। अनि त्यहीबाट बाटो छ, बाइक गाडीहरू हिँड्ने बाटो। म चाहिँ अब यहाँ बस्छु, यहाँ आनन्द बस्छु। बाख्राहरू उता चढ्दै गर्छ, म चाहिँ यहाँ बस्ने आनन्द गर्ने। कस्तो छ हेट, डर लाग्दो छ अन्त ठाउँ है। ओके, हेलो गाइज, गुड मर्निङ। आज चाहिँ म गोठमा आएको होइन। पुरा यस्तो छ, पानी भर्न आएको। यसो पानी भरिदिनु अब होइन, त्यो डर लाग्दो बाटो छिटो गएर। कहाँ हो धारा? यतै छ भने त्यो बाउले खाने पानीको धारा। खै कहाँ हो त यार? चिसो मौसम छ, तातो जवानी मुठो मेरो। यहाँ रहेछ दादा, पानी खाने न्युपारी। स्पेशल अर्ग्यानिक पानी।
टक्क चिसो भयो यार अति मिठो कुवाको पानी धारा त जुटा पो रहेछ त त्यहाँको पानी चाहिँ छैन हो कि यहाँको पानी चाहिँ छैन हो पानी एक 45 की ना हाँ सारे भर के तो फर गया है ना अब इसमें पानी भरते हैं हाँ और से की जाएगा ना उसकी जो बागल लगे और से की जाएगी श्रीमाङमा यसरी हाल्दैछु पानी तेरिका नचेताउने यार ले एउटा त खाली पो रहेछ त ल अब लाग्न पर्यो अब गोठतिर बाडाउने यस्तो सबै डर लाग्छ है है घोसी तल छ भाडा चलाउँदैछ माथि बाबाहरू अब चाहिँ गोठ तर्फतिर आइपुग्यो म गोठ नजिक आइपुग्यो है गाइस पानी बोक्दै कति आउँछ फोन पनि हेर्छ होला बाटो भाले लोकल भाले कस्तो मधुर देखा त के हो यार ल यो चाहिँ हाम्रो गोठ ऐ ऐ ऐ ऐ ल